बोल्न पाएको थिएँ। आज मलाई 5 मिनट दिनुभएको छ, त्यो मेरो लागि ठुलो कुरा हो। र म त्यति बेला होम सरले हुनुहुन्थ्यो, सरले मलाई 2 माइक हातमै लिएर बोल्न दिनुभएको थियो, मलाई माइक पनि दिनुभएको थिएन। अनि मैले सोच्थेँ म एक दिन प्राउड हुन्छु अनि म मेरो कुराहरू राख्छु भन्थे, त्यति बेला सपना देख्थेँ। भनेपछि यो सबै कुरा मलाई पनि चाहिएको हो, त्यो पनि छ यहाँ हैन। त्यस्तै गरेर अब आयो के त भन्दाखेरि अर्को छ न्युनेस। 4वटामा अर्को मान्छेलाई हरेक दिन नयाँ नयाँ चाहन्छ, नयाँपन चाहन्छ। हामी के हुन्छ भन्दाखेरि आज जे छौँ, हिजो जे छौँ, आज त्योभन्दा नयाँ हुन चाहन्छौँ। हामीलाई नयाँ ठाउँमा घुम्न मनपर्छ, नयाँ ठाउँमा जानु मनपर्छ, नयाँ कुरा सिक्नु मनपर्छ, त्यो पनि यो कार्यक्रममा छ। र बाँकी रहेको 2टा म एकदमै प्रेरित हुने 2टा मेरो आवश्यकताको कुरा के हो त, त्यो आध्यात्मिक गीत भन्दाखेरि त्यो हो विकास, ग्रोथ। किनभने एकै ठाउँमा बस्यो भने हामी कुहिएर जान्छौँ, हामी सर्छौँ। हामीलाई घर सम्पत्ति सबै छ, पैसा छ, सबै छ, तर हामी घरमै बसेर अब अहिलेको जमानामा मेरै पनि 2टै बच्चा अस्ट्रेलियामा छ। त्यसै 2टा बच्चाहरू हाम्रो अस्ट्रेलियामा जान्छ, यहीँ भए पनि आफ्नो बिहे गरेपछि आफ्नो फ्यामिलीसँग बस्छ। अनि हामी बुवा आमाहरू के गर्ने त हैन। आज कति बुवा आमाहरू चाहिँ घरमा यत्तिकै बसेर डिप्रेसनको उसमा जानु भइरहेको छ। त्यस्तो ठाउँमा गएर हामीले सम्बन्ध बढाएर उहाँहरूलाई मेरो तिमीले 18 वर्षको युथ अथवा 16 वर्ष भन्छु, यहाँ भर्खरै आउनुभएको छ, यहाँ अन्जु म्याम उहाँको छोरी 16 वर्षको हुनुहुन्छ, तर उहाँले नै मम्मीलाई इन्स्पायर गरेर पठाउनु भएको छ। भनेपछि 16 वर्षको बच्चादेखि मेरो टिममा 65-66 वर्षसम्मको मेरो टिममा मेरो साथीहरू फ्यामिलीमा हुनुहुन्छ। कति गजबको प्लेटफर्म छ यो प्लेटफर्ममा उहाँहरूलाई चाहिँ इन्करेज गर्न सक्छु भनेको चाहिँ त्यो ग्रोथको लागि म चाहिँ। किनभने मैले यो 17 वर्षको बिचमा मैले के गरेँ के गरिनँ, आफ्नो सरले मलाई धेरै बयान गर्नुभयो, मैले कति कमाएँ कति गुमाएँ, त्यो आफ्नो कथा हो। तर म ग्रो हुन चाहन्छु, अझै पनि म सिक्न चाहन्छु, र अझै पनि म बढ्न चाहन्छु, म अझै पनि अगाडि बढ्न चाहन्छु। त्यो ग्रोथ चाहिँ मेरो निड हो कि मेरो एकदम ठुलो प्यासन हो त्यो ग्रोथ। भने अर्को अन्तिममा हो के त भन्दाखेरि सबैलाई गर्नु भएको छ तर शब्द थाहा नभएको हुनसक्छ, त्यो शब्द हो कन्टिन्यू।